हेलो एभ्रिवान, म चाहिँ अस्मिता। आज त हामी बसेको ठाउँमा यस्तो हिउँ परेको छ है। आज हेर्नुहोस् न, ओ माई गड, जतासुकै हिउँ नै हिउँ, हिउँै हिउँले भरिएको छ ठाउँै ठाउँ। एकदम हिउँ परेछ है। यस्तो हिउँ चाहिँ कपाल, ओ माई गड, कपालतिर हेर्नुहोस्, यस्तो हिउँ परेको नि। बाटो हेर्नुहोस्, ओ माई गड, हाम्रो घर जाने बाटो सब पुरिएको छ। 5 इंच 4 इंचको छ। मेरो ड्याडी त्यहाँ सफा गरिरहनु भएको छ। गाह्रो छ अमेरिकामा, एकदमै गाह्रो। अमेरिकामा यसरी हिउँ फाल्नुपर्छ। मेरो ड्याडीले हिउँ फाल्दै हुनुहुन्छ। ओ माई गड, हिउँ यस्तो परेछ है। गाडी सफा गर्नुपर्छ, सबै सफा गर्नुपर्छ। यति गाह्रो, आज हिँड्न पनि गाह्रो छ कि। कोही हिँडेको छैन आज है बाबा, कोही हिँडेको छैन। हिउँ पर्यो गाइस, एकदम धेरै हिउँ परिरहेछ है। सबजना हिउँ फाल्नलाई एकदमै इमर्जेन्सी भइरहेछ यहाँ, इमर्जेन्सी। इमर्जेन्सी पत्ता हुनुहुन्छ यो? ओ माई गड, कति इन्चको हो यो? शिट, यस्तो हिउँ त कहिले लाइफमा देखाएको थिइनँ होला मैले। हेर्नु, हत्तेरिका जाने बाटैबाट जतासुकै हिउँ परेछ। गाह्रो छ। अनि हामीले लन्चमा चाहिँ ढेँडो बनाएर खाना लगाएको। हेर्नुहोस्, मेरो मम्मीले ढेँडो बनाउँदै हुनुहुन्छ। मकैको ढेँडो प्लस गहुँ हालेर मजाले मिठो ढेँडो बनाउनु भएको छ र हाम्रो ढेँडो रेडी भयो। ढेँडो खाना आउनुहोस् भनेको। म त हमेसा चलाएकै छैन मैले, भने म ढिँडो खानु खोजेर आफू त जसरी हुन्छ त्यसरी। सुकुटीको मासु, सुकुटीको तरकारी भन्नु के, सुकुटीको मासु भने ठिकै छ। यम्मी यम्मी यम्मी, थ्याङ्क यू सो मच मम्मी। अझै एउटा गिलास ल्याउनु पऱ्यो नि। यो खाने हो। थ्याङ्क यू। यस्तो ढिँडो खाने हो यस्तो वेदरमा। उनको स्वेटर, हिउँ परिरहेछ बाहिर। खाना मासु, सुकुटीको मासु। आउने आउने आउनु लिएर खाना ढिँडो।
केटी डिसाइ मिठो मासु सबै ठ्याक्कै गीत आइरह्यो काफले गीत पिरो खुर्सानी डल्ले खुर्सानी औ पिरो